आरोपी समात्य पनि 24 घण्टाभित्र फाँसी हुनु पर्यो। यस्तो नियम बनाउनु नत्र हुँदैन। नत्र निर्मला पन्तको आरोपीहरू अहिलेसम्म न्याय पाएको छैन र संसद यसरी नै संसदहरू कराएको कराए गर्छ संसदमा, तर केही हुनेवाला छैन। कुकुर जस्तो भुक्ने, स्याल आयो कुकुर भुक्यो भयो भने यस्तै हुन्छ। नत्र नियम यस्तो कडा बनाउनु कि 24 घण्टाभित्र आरोपीलाई मृत्युको बदला मृत्यु होस्। त्यस्तो गर्नलाई अरू आरोपीहरू नपैदा होस्। नत्र यस्तै हो, संसदमा कराउँछ, आरोपीले आरोप गर्छ, भयो सक्यो। तब यस्तो नियम छिट्टो बनाउनु, 24 घण्टाभित्र फाँसी हुनु पर्यो, फाँसी, नत्र हुनेवाला छैन। नत्र कुकुर जस्तो करायो दैछना पायो भने हुन्छ क्या। तपाईँहरू यस्तै आदतले लाचार हुनुभएको छ। छिट्टोभन्दा छिट्टो यो फाँसी दिने सजाय बनाउनु, नियम बनाउनु, नियम छिट्टोभन्दा छिट्टो नियम बनाउनु। रेप भइरहेको छ, हत्या भइरहेको छ, यसमा गम्भीर हुनमा गृह मन्त्रालयलाई ध्यान शासन काममा आउने हो। नत्र हुँदैन। यो जताभावी बोलेर हुँदैन। कुकुर जस्तो भुरायो दक्षिणा हरायो जस्तो नगर्नु है तपाईँहरू। सांसद भएपछि राम्रो नियम छिट्टोभन्दा छिट्टो बनाउनु। अहिले जनतालाई चाहिन्छ 24 घण्टाभित्र रिजल्ट। के गरेर बस्या हो यतिजना सांसदहरू? खालि 2500 रुपियाँ भत्ता लिन बस्या हो संसदमा गएर? के रोक्या हो संसदको नियम बनाउनलाई? कसले रोक्या हो? जनताले रोक्या हो कि कसले रोक्या हो? के लाग्छ बनाउनमा? छिट्टो बनाउनु, छिट्टो का आरोपीलाई कारबाही होस् छिट्टो। यो पक्रेर अनुसन्धान गरिरहेको छु भने भयो। यस्तो नहुँदैन, यस्तो पाराले हुँदैन। छिट्टो भन्दा छिट्टो हुनु पर्यो कारबाही, छिट्टो भन्दा छिट्टो। नत्र भएन भने भन्नु, हामीहरू आउँछु, तपाईँहरू भाग्नु, त्यहाँबाट रिजाइन गर्नु, राजीनामा दिनु। हुँदैन भने छ, धेरै जनता छ हाम्रो देशमा, धेरै जनताले गर्न सक्छ। तपाईँहरू गर्न सक्नु भएन भने राजीनामा दिएर फर्किनु, नत्र नियम बनाउनु कडा।